यहाँ यस्तो कन्डिसन आयो भने एउटाले लेट गर्यो भने यहाँ एक्स स्क्वायरले लेट गर्यो भने एक्स स्क्वायर लेट गर्यो भने एक्सको ठाउँमा वाइ इक्वल टु एक्स स्क्वायर गर्न वाइ इक्वल टु एक्स स्क्वायर त एक्सको ठाउँमा वाइ राखिदियो तर यो 4 को यो 4x एक्सको ठाउँमा के राख्ने रुटवाला नराख्ने त्यसैले यहाँ यस्तो भएन र माथि यहाँ राख्न पाइँदैन र यहाँ यसको गर्दा 2x त हुन्थ्यो तर यो यहाँ भएन र एक्सलाई लेट गर्यो भने 1 आइदिन्छ त्यो पनि 1 आयो भने पनि हामीले यहाँ चाहिएन त्यसैले हामीले सम्पूर्णलाई तलवाला सम्पूर्णलाई लेट गर्ने र यसको डेरिभेटिभ निकाल्ने 2x + 4 हुन्छ र यसलाई हामीले के गर्ने यति हामीले माथि जुन छ माथि एक्सलाई यति हामीले जसरी पनि पुगाउने र यो मात्र बुझ्नलाई हो यो गरेर हेराउनु जरुरी छैन। अब 2x अब हामीले 2x + 4 पुगाउनु छ भने यहाँ 1/2 * 2 गरिदियो भने 1/2 * 2 भइहाल्यो। अब के चाहिँ +4 चाहियो भने यहाँ +4 गर्ने -4 गर्ने। अब यसलाई सेपरेट गरिदिए 2x + 4 भयो यहाँ -4 होला भयो। अब यो केसमा हेर्ने यहाँ म हेर्न चाहन्छु जस्तै 1/x ln x 1/x को हुन्छ ln x x को डेरिभेटिभ गर्यो भने 1 आउँछ त x को डेरिभेटिभ 1 आउँछ मतलब डेरिभेटिभ माथि र त्यसको भ्यालु तल भयो भने ln राख्ने जस्तै यस्तै यहाँ पनि यसको डेरिभेटिभ गर्यो भने 2x + 4 आउँछ भने यसले पनि ln जस्तै यो पनि यसको 1 x को 1 आउँछ र यसको त्यसको भए त्यो छ भने ln x राखेको छ भने यस 2x + 4 छ यसको 2x + 4 छ भने त्यो होल बाइ डिभाइड बाइ यो गर्यो भने पनि ln आउँछ। अब यहाँ यसलाई अलग-अलग प्लेस सेपरेट गर्ने यहाँ सेपरेट गरिदिए। अब सेपरेट गरिसकेपछि यहाँ 1/2 र यहाँ 4x स्क्वायर यसले कम्प्लिटिङ स्क्वायरमा लगाउने यसलाई त यहाँ यसले कम्प्लिटिङ स्क्वायरमा यहाँ लगाएको छु x स्क्वायर प्लस 2 * 2a प्लस 2x प्लस 4 को -12 गरिदिने यहाँ 4 * 1 यहाँ गरिदिने। अब यो 1/2 यो होलले मल्टिप्लाई यहाँ गरेको छ त यो 1/2 लाई हामीले यसमा र यसमा दुवैले मल्टिप्लाई यहाँ मल्टिप्लाई गर्दा 2 ले कट्छ यहाँ x प्लस 2 को होल स्क्वायर माइनस यहाँ 16 यहाँ 2 को स्क्वायर र 2 2 दुना 4 र 12 16 त x स्क्वायर माइनस a स्क्वायर यहाँसम्म आयो। यहाँ अब यहाँ गर्ने यहाँ x + 2 होल स्क्वायर माइनस 4 को स्क्वायर त x स्क्वायर माइनस a स्क्वायर यसको फर्मुला छ इंटीग्रेशन अफ x स्क्वायर माइनस a स्क्वायर = 1/2 * ln x माइनस a / x + a त यहाँ एउटा मेथड अप्लाई गरिदिए फर्मुला अप्लाई गरिदिए र यहाँ यति आयो।